माननीय सदस्यहरू, अब म उक्त प्रस्तावका समर्थक माननीय अशोक कुमार चौधरीलाई प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। समय 5 मिनेट। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुखको अनुमतिले माननीय सदस्य आर्यन राईज्यूले यस सभाकी माननीय सदस्य रुबी कुमारी ठाकुरज्यूलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तुत गर्नुभएको प्रस्तावलाई पूर्ण समर्थन गर्दछु। सभामुख महोदय, जेनजी आन्दोलनको बलमा सम्पन्न निर्वाचनबाट जेनजी उमेरका रूपमा श्रम संस्कृति पार्टीको प्रतिनिधित्व गर्दै संसदकै कान्छी सदस्य रुबी कुमारी ठाकुरज्यू इतिहासकै नेपालको कम उमेरकी उपसभामुखका रूपमा निर्वाचित हुने चरणमा हुनुहुन्छ। यो केवल व्यक्तिको सफलता मात्रै होइन, नेपालको संविधानले परिकल्पना गरेको संविधान समावेशी प्रतिनिधित्वको व्यवहारिक कार्यान्वयनको उत्कृष्ट उदाहरण पनि हो। विक्रम सम्वत 2079 मा हामीले पार्टीको तर्फबाट आदिवासी जनजातिकी छोरी माननीय इन्दिरा राणा मगरलाई उपसभामुख बनाएका थियौँ। आज मधेसकी छोरी माननीय रुबी कुमारी ठाकुरलाई पार्टीको तर्फबाट समर्थन गरेका छौँ। सम्माननीय सभामुख महोदय, उपसभामुख पद संसदको गरिमा, निष्पक्षता, समावेशिता, प्रतिनिधित्व र संवैधानिक मर्यादाको प्रतीक हो। संसदभित्र संस्थागत सन्तुलन कायम गर्ने, विपक्ष र सत्तापक्ष बीच मर्यादित संवाद सुनिश्चित गर्ने र हाम्रो लोकतान्त्रिक अभ्यासलाई सन्तुलित, व्यवस्थित र संस्थागत बनाउने कार्यमा उपसभामुखको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। सभामुख महोदय, राष्ट्रिय स्वतन्त्र पार्टी हामीले उपसभामुख पदको संवैधानिक हैसियत, उहाँको संस्थागत भूमिका र उहाँको निष्पक्ष कार्य सम्पादनको अधिकारको पक्षमा दृढतापूर्वक उभिएका छौँ। साथै उपसभामुख पदको सम्मान, गरिमा र संवैधानिक अधिकारको रक्षा गर्न यो सम्मानित सदन एकजुट हुनुपर्छ भन्ने कुराको म सम्पूर्णमा अनुरोध पनि गर्न चाहन्छु। यसले संसद जस्तो सर्वोच्च जनप्रतिनिधित्वमूलक संस्थाको विश्वसनीयता बढाउनुको साथै लोकतन्त्रलाई अझ मजबुत र सबल बनाउनेछ। अन्त्यमा माननीय रुबी कुमारी ठाकुरज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँप्रति हाम्रो शुभेच्छा र सम्मान छ। आगामी कार्यकाल सफल, प्रभावकारी, मर्यादित र जनअपेक्षा अनुसार परिणाममुखी होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।